हेलो वेलकम टु माई मिनी भ्लग। र आजको सरस्वती पूजाको दिन हामी चाहिँ हिँडेको थियौँ पिकनिक। र पिकनिक कहाँ गएको थियौँ भन्दा दमुकदेखि नजिक नै चपेटी, हजुरहरूलाई थाहा नै छ होला। र हामी चाहिँ चपेटी पिकनिक गएको थियौँ। हामी लजको टिम गएको थियौँ र 13 होइन 5जना मात्रै गएको थियौँ। धेरै ठुलो पिकनिक थिएन र सानो पिकनिक, तर चिटिक्क पिकनिक मनाउनलाई हामी पुगिसकेको थियौँ 5जना। पुरा बोरामा सामान बोकियो अरे, र बहिनीले कडा तरिकाले बोकेको सुरुमै देखाइहालेँ मैले चाहिँ। अनि दाइ चाहिँ पुरा चिसोले स्कार्फ टाउकोमा बाँधेर बसिरहनु भएको थियो। र त्यतिमै हाम्रो चिया रेडी हुन्छ र हामी चिया खाएर मस्तले खाजा रेडी गर्नतिर लाग्छौँ। र आजको मेन सेफ चाहिँ हाम्रो दाइ हुनुहुन्थ्यो र दाइले चाहिँ मजाले पकाउनुहुन्छ सब थोक। सो हामी दाइले पकाउनुहुन्छ, दाइले जे भन्नुहुन्छ हामी त्यही गर्छौँ। र पानी सकिन लागेको थियौँ र दाइ र म चाहिँ पानी लिनलाई हिँडिसकेको थियौँ। र खास गरी चाहिँ अब पानी चाहिँ 1 जार मात्र 1 कार्टन ल्याएको थियौँ। त्यो 1 कार्टनले चाहिँ आधी त्यो खाजा नखाइकन सकिरहेको थियो। हामीले त खानाको बेलासम्म त के हुन्छ भनेर पानी भर्नलाई हामी गएका थियौँ माथि होटेलमा। अनि म चाहिँ पानी भरेपछि दाइले बोकेर आउनुभयो र यता खास गरी खाजा चाहिँ रेडी भइसकेको थियो। र खाजा रेडी भएपछि चाहिँ खानु त पर्छ र म खानातिर लागेर खाजा चाहिँ वारी पकाएर पारेतिर सट्ट लाइन लागेर बसेर मस्तले खाइरहेको थियौँ खाजा चाहिँ। अनि खाजा खाइसकेपछि चाहिँ एकछिन बसी मजाले अगाडि पौडी खेलिरहेको थियो भाइहरूले पौडी खेलेको हेरेर बसिरहेको थियौँ। र त्यसपछि गयौँ हामी फोटो खिच्न र हामी 1-2वटा पोजमा फोटो खिच्यौँ। र मैले चाहिँ 1-2वटा पोजमा भन्नाले पनि धेरै फोटो भिडियो खिचेको छु र त्योहरू मैले रिल्समा हाल्नेछु। त्योहरू पनि रिल्स हेर्नु सक्नुहुन्छ। र आजको भिडियो चाहिँ मेरो पुरै लङ नै हुने रहेछ। मैले पुरै डिटेल्समा देखाउने भएकोले चाहिँ मैले ब्लगको अर्को पार्ट पनि हाल्नेछु र आजको पार्ट चाहिँ आधी मात्र हाल्नेछु। र आज रिल्स बनाइसकेर चाहिँ त्यसपछि हामी लाग्यौँ खाना रेडी गर्नेतिर। र खाना रेडी गर्नुभन्दा अगाडि चाहिँ फोटो अगाडि पनि सुट हुँदै थियो, दाइहरू पनि फोटो सुट गर्नु हुँदै थियो र हामीले पनि फोटो सुट गऱ्यौँ। त्यसपछि चाहिँ हामीहरू खाना बनाउनतिर लाग्नुपर्ने हुन्थ्यो। र त्योभन्दा अगाडि चाहिँ हामी यहाँनिर झर्नाको छेउमा चाहिँ धेरै भिडियो बनाउने भयौँ क्या। त्यसपछि चाहिँ हाम्रो एउटैमा ब्लगमा चाहिँ आँट्दैन र अर्को पनि ब्लग हेर्नु होला। सो थ्याङ्क यू। आजको भिडियो चाहिँ यहीँसम्म छ र अर्को ब्लगमा आउनेछ।